गर दुःख नाश होला भनेर व्रत विधि बताए, उपदेश दिएर ऋषिहरूलाई भोजन गराउन भने केही थिएन। चर्खामा रहेको धागोको पान लिन भने बाहिर गए। पान लिएर घरमा आउँदा ऋषिहरू गएछन् र आफू बसेको पिरामुनि 7वटा सुनका डल्लाहरू छोडेर गएका रहेछन्। मैले त्यो पाएँ। तिनै द्रव्यले सम्पूर्ण व्रतका सामग्री तयार गरी पौष शुक्ल पूर्णिमाको दिनदेखि विधिको बक्सी सुस्तानी परमेश्वरीको व्रत आरम्भ गरे। माघ शुक्ल पूर्णिमाको दिन पूर्ण व्रत गरी प्रसाद झिकेसी सुस्तानी परमेश्वरीलाई मनले सम्झी रातिमा जागा भई रहे। रातैमा तेरो स्वामी नवराज आइपुग्यो। त्यो बेला उहाँ आइपुग्यो र बोलायो। ऊ आएपछि मैले सुनि बाहिर आई भित्र लगे, खाना पिना दिएँ र तेरो बुवाको खबर के छ भने सुध्याएँ। तेरो स्वामीले आफ्नो बुवा भिक्षा माग्न भनी गएका गङ्गा तीरमा पुगे।